हेलो एन्ड वेलकम टु माई युट्युब च्यानल साथीहरू। आज चाहिँ हामी दुईजना काम नपाएर जाँदैछौँ मास्तिर डुल्नलाई। लेट्स गो। उता माथि जाने आमा माथि डाँडा होइन। के गर्नु यहाँ पलाएर गरे पनि केही फरक पर्दैन नि त। साथीहरू हामी चाहिँ आइसकेका छौँ डाँडामा है। यहाँ चाहिँ बस्न एकदम शान्ति छ, रमाइलो छ, जङ्गलै जङ्गल छ। ल साथीहरू, यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिन्छ। इतनी अच्छी जगह पर इतनी अच्छी इंसान। लड्ला अहिले। ल यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिन्छ है साथीहरू। अब साँझ भइसक्यो, त्यही भएर हल्का अँध्यारो भइसक्यो। काठमाडौँ सिटी चाहिँ यहाँबाट यस्तो मजाले देखिन्छ, तर रात पनि परिसक्यो, प्लस आज पानी पर्न लागेको मौसम छ, हुस्सु हुस्सु छ, त्यही भएर क्लियर देखाएको छैन। क्लियर भएको बेलामा चाहिँ एकदम दामी भ्यू देखिन्छ है यहाँबाट। यता चाहिँ पानी पनि पर्ने भइसकेको रहेछ है, चिसो छ। यहाँ चाहिँ छ हाम्रो फेभरेट प्लेस, एउटा ठुलो ढुङ्गा छ बस्ने ठाउँ। सोल्टीवाला ल यो चाहिँ हो हाम्रो फेभरेट प्लेस। बनाउन क्या बनाउनु अब यहाँ अँध्यारो हुन लागिसक्यो, अब के बनाउनु हौ। भटभटेमा माया भटभटेमा। सानो ब्याग ल्याउनु भने हैन, ठुलै लिएर आएँ। ल आज चाहिँ साँझको टाइममा कति बज्यो है? 5-6 बजिसक्यो। साँझको टाइममा हल्का हावा खान फ्रेस हुन आएको छौँ हामी दुईजना। अब टक्क लाएर यहाँ बस्ने हो, म्युजिक सुन्ने हो, टक्क फ्रेस हुने हो, माइन्ड फ्रेस गर्ने हो, अनि घर जाने हो साथीहरू। बस नि त। ल यहाँ मेरो ब्यागमा उ छ, त्यो उ छ क्या, चेन खोल न। त्यो कपडाको ब्याग छ क्या, दुइटा निकालेर ओछ्याउ न बस्नलाई। कपडामा फोहोर लाग्छ क्या। सुक्न त सुकेको छ। त्यो पनि चिसोमा किन बस्नु, त्यहाँ ओछ्याउनुलाई हुन्छ क्या। ल साथीहरू, घर बस्दा 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 अल्छी लाग्यो है, त्यही भएर हामी दुईजना चाहिँ यहाँनिर टाइम पास गर्नलाई आएको छौँ। ल साथीहरू, अँध्यारो भइसकेको छ। काठमाडौँ सिटीमा लाइटहरू बलिसकेको छ।
एन्ड मुन पनि देखिरहेछ आकाशमा। अब माई फोनको क्यामेरा यस्तै हो है साथीहरू। चिसो 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 हावाले तिम्रो मन चढ्यो कसैले फटेङ्ग्राको किरकिर घुम्न गएको छिल छिल मन जान खोज्छ भिर भिर भन मात्र तिमीलाई घुमाइलान्छु मुस्ताङमा टाढा र टाढामा फुल फुल्यो कान्छीले कसरी पो मलाई भुल्यो चिसो 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 हावाले तिम्रो मन चढ्यो कसैले। ल साथीहरू रात परेपछि चाहिँ यस्तो भ्यू देखिन्छ है यहाँबाट। ल साथीहरू अब चाहिँ 7:30 हुन लागिसक्यो है। रात परिसक्यो। अब चाहिँ हामी फर्किँदैछौँ घर। बाई बाई।